सो गाइस अहिले चाहिँ हामी खाजा साजा खाएर गाइस वेलकम टु माई ब्लग। आज चाहिँ हामी लालबन्दी आइसक्यो। आएर पनि हामी डोनेसनको लागि आइरहेको छु। डोनेसनको लागि सुस्मिता दिदीको लागि भन्दै अब दिदी हो गर्नु पर्यो होइन, सबले गर्नु पर्छ कि यस्तो बेला हेल्प गऱ्यो भने आफूलाई पछि हेल्प पाउने हो। गरे बोल्नु कता छ सबजना गाई छैन। हामी चाहिँ अब यहाँ यताबाट उठायो, यता ठाउँमा उठाएर अब उतातिर जाँदैछ नि। यहाँ सबैजना हेर्नु होला ग्याङहरू होइन। अब हामी चाहिँ जाँदैछु, अब गएर न उतातिर देखाउने छु भाइ। सो गाई छैन, हामी चाहिँ उता गइरहेको छु। यहाँ दिदीको लागि यहाँ सब डोनेसन उठाउनु आइरहेको छ होइन। यहाँ 25 मेरो अनि हामी यहाँ डोनेसन लिएर स्टुडेन्टदेखि लिएर भाडामा बस्नेदेखि लिएर सबै सपोर्ट गरिरहेको छ। सबैको सपोर्टले गर्दाखेरि 12 लाख हामीले जुटाइसक्यौँ। अहिले सुरु भइरहेको छ उहाँको टिम आजदेखि भइ नै सक्यो भन्दा तर पैसा चाहिँ पुगेको 18 लाख हुन्छ, भर्खर 12 लाखै पुग्यो। थोरै रकम गरौँ, कसैको साइन बताउँ, टिकटकमा नि चेक गर्नु। हामीले गरेको डोनेसन क्याम्पेनदेखि लिएर हजुरहरूको हातै हामीलाई यसमा पढ्नु भयो नि त सहयोगी फोटो पनि खिच्नु पर्ने के आज देखाउनु पर्यो नि त सहयोग गरेछ भनेर। टिकटकमा चेक गर्नु, टिकटकमा आउँछ अनमोल छेत्री सरको हाम्रो केटाहरू सबजना यता छ। अर्को क्यामराम्यान सिक्क देख्न सक्नुहुन्छ गाइस। लालबन्दी सबैजनालाई नमस्ते। हामी चाहिँ आज सुस्मिता हाम्रा दिदीको लागि सहयोग उठाउँदै हिँडेको। हजुरहरूले हामीलाई धेरै माया देखाइदिनु भयो, त्यसको लागि सबैलाई धन्यवाद। अनि हाम्रो टिमहरूले यहाँ सबैले मिलेर हाम्रो सुस्मिताको दिदीको लागि चाहिँ धेरै खट्नु भएको, सबैलाई धन्यवाद छ। अनि यो लालबन्दीमा सबैजनालाई एकदमै मनदेखि धन्यवाद छ। हजुरहरू कहाँ कहाँबाट हेर्नु भएको, देश विदेशबाट जसले पनि हामीलाई यसरी सहयोग नगर्न सके पनि हामीलाई क्युआरबाट पनि सहयोग गर्न सक्नुहुन्छ। सबैजनालाई धन्यवाद छ हामीलाई सहयोग गर्नु भएकोमा। गाइस अहिलेलाई यति नै हो। सबजना आउनु क्या गाइस अहिले खाजा खाइसकेपछि देखाउँदैछु हजुरहरूलाई। अहिलेलाई यति नै हो। गाइस अहिलेलाई सकेको छ। यहाँ बस्नु न एकछिन, अर्को टिमको केटाहरू यता छुट्टै पैसा पुग्नेहरू